आदरणीय सम्पूर्णमा ख्रीष्ट अभिवादन मसी सालोम विश्वासको बलिघरको दैनिक विधिमा स्वागत जनाउँछु। आज पनि हामी भजन 149बाट नै म तपाईहरुसँग चर्चा गर्न चाहन्छु। म पढ्दैछु 149 को 6 पद, जहाँ यसरी लेखिएको छ, तिनीहरूका मुखमा परमेश्वरको स्तुति रहोस् र तिनीहरूका हातमा दुई धारे तरवार रहुन्। हिजो पनि हामीले यहीबाट भजन 149बाट नै चर्चा गर्यौं। त्यहाँ दुईवटा हामीले हिजो 3 पदबाट हामीले हिजो 4 पदबाट दुईटा कुरा हामीले चर्चा गरेका थियौं भने आज 6 पदबाट म तपाईसँग दुईटा कुरा नै यहाँनिर चर्चामा ल्याउन चाहन्छु। यो चाहिँ धर्मी जनको एउटा जीवन हो। धर्मी जनको जीवनमा हुने देखा पर्ने कुराहरू। पहिलो कुरा चाहिँ एउटा धर्मी मान्छे, प्रभुको भय मान्ने मान्छे। किनभने हामीले हिजो हेर्दै थियौं, नम्रहरूमा चाहिँ उद्धारको मुकुट पहिरेको हुन्छ र परमेश्वरको प्रजा, परम प्रभु चाहिँ आफ्नो प्रजासँग चाहिँ प्रसन्न हुन्छ। परमेश्वरको प्रजा र धर्मी मान्छेको जीवनमा हुनुपर्ने दुईवटा कुराहरू। एउटा चाहिँ उसको मुखमा चाहिँ सधैँ परम प्रभुको प्रशंसा हुनुपर्छ। सधैँ हामीले प्रभु यीशु ख्रीष्टलाई विश्वास गरेर पनि आजको दिनमा हामीलाई समस्या के छ भने सानो सानो कुरामा पनि हामी गनगन गरिरहन्छौँ। हामी सानो सानो कुरामा पनि ठुस्किरहन्छौँ। यदि एउटा मान्छेको मुखमा परमेश्वर प्रतिको स्तुति छ भने उनले सधैँ परमेश्वरलाई आराधना गर्नु, जस्तै परिस्थितिमा पनि परमेश्वरलाई धन्यवाद चढाउनु ऊ पछि हट्दैन। ऊ सेवा संगति जान्छ, प्रार्थना गर्छ, किनभने उसको मुखमा चाहिँ परमेश्वरको स्तुति छ, परमेश्वरको प्रशंसा छ। अनि यो चाहिँ एउटा परमेश्वरलाई आराधना गर्ने कुराहरू उसँग छ। अझ धेरै क्रिस्चियनहरूको जीवनमा परमेश्वरलाई स्तुति चढाउने कुराहरू पनि छैन। सधैँ गनगन मात्रै छ, सधैँ विभिन्न प्रकारको कुराहरू मात्रै हामी सुन्छौँ। तर एउटा इसाईमा चाहिँ सबैभन्दा प्रमुख कुरा चाहिँ के हो भने परमेश्वरलाई चढाउने स्तुति चाहिँ उसको मुखमा हुनुपर्छ। एउटा क्रिस्चियनको हृदयमा चाहिँ परमेश्वरलाई चढाउने स्तुति छैन भने त्यो चाहिँ बडो दुःख लाग्दो कुरा हुन सक्छ। अनि अर्को कुरा चाहिँ उसको हातमा के हुनुपर्छ अरे, दुई धारे तरवार, जो चाहिँ परमेश्वरको वचन हो, जसले शत्रुहरूलाई जित्नु सक्छ। एउटा विश्वासी, एउटा क्रिस्चियनको मुखमा परमेश्वरलाई चढाउने स्तुति प्रशंसाको कुराहरू छ भने र उसको हातमा चाहिँ दुई धारे तरवार जो परमेश्वरको वचन छ भने उसले उसको जीवनमा आइपर्ने सबै प्रकारको शत्रुहरूलाई उसले जित्नु सक्छ। ऊ त्योबाट विजय हुन सक्छ। अब शत्रुहरू भनेको चाहिँ मासु र रगत होइन, मान्छे होइन, तर शत्रुहरू भनेको चाहिँ परमेश्वरमा विश्वास गर्नलाई, हाम्रो जीवनलाई टाढो गराउने शत्रुहरू, जसले हामीलाई आत्मिक रूपले आक्रमण गर्छ, हामीलाई आत्मिक रूपले नाश गर्नु खोज्छ अनि हामीलाई प्रभुदेखि टाढा गराएर नाश गर्नु खोज्छ। नराम्रो आदतहरू भयो, नराम्रो व्यवहारहरू भयो, अनि हामीमा आइपर्ने खेदो, विरोध, सतावटको कुराहरू पनि, जुन कुरालाई जित्नको लागि चाहिँ हामीसँग दुई धारे तरवार, जो परमेश्वरको जीवित वचन हो, जसले हामी शत्रुहरूको सामना गर्न सक्छौँ। अनि हामीसँग यी कुराहरू छ भने हामी सधैँ शत्रुहरूबाट विजय हुन सक्छौँ। यसकारण हामी प्रभु यीशु ख्रीष्टमा विश्वास गरेर अहिले नयाँ करारको विश्वासीहरूमा यो दुईवटा कुरा सँगै हुनु जरुरी छ। एउटा चाहिँ परमेश्वरलाई चढाउने स्तुति अनि अर्को चाहिँ उसको हातमा सधैँ दुई धारे तरवार। जब हामीसँग यो छ, हामी शत्रुहरूमाथि विजय हुन सक्छौँ, शत्रुहरूसँग लड्न सक्छौँ, किनभने प्रभु यीशु ख्रीष्टद्वारा हामीलाई प्रभुले त्यो शक्ति दिनुभएको छ। प्रभुको महिमा भएको होस्। प्रभु तपाईलाई धन्यवाद। हाम्रो मुखमा सधैँ तपाईलाई चढाउने स्तुति र हामी शत्रुहरूसँग लड्ने दुई धारे तरवार हाम्रो हातमा सधैँ रहन सकेको होस्। यीशु प्रभुको नाममा आमेन।